नमस्ते सम्पूर्णलाई। हजुरहरूलाई म आज यो सन्दर्भ मार्फत तपाईहरुलाई म ज्ञान देखाउन गइरहेको छु र यो ज्ञान देखाउनुभन्दा अगाडि तपाईहरुलाई ज्ञान सम्बन्धी केही नियम र कस्तो खालको ज्ञान भन्ने बारेमा तपाईहरुलाई म जानकारी गराउँदछु। र यो आजको ज्ञान चाहिँ रहेको छ क्विज ज्ञान रहेको छ र मैले यो क्विज ज्ञानमा जम्मा 40 वटा क्वेशन लिएर आएको छु र 40 वटा क्वेशनलाई म दुई भागमा डिभाइड गर्नेछु र दुई भागमा डिभाइड गर्दाखेरि जम्मा 20 वटा पर्नेछ र 20 वटालाई टिम ए र टिम बी मा मैले विभाग गरेको छु र टिम ए मा 1-20 मा पर्नेछ र टिम बी मा 20-40 मा पर्नेछ। र जुन यो ज्ञानको नियम चाहिँ कस्तो छ भने एउटा क्वेशन चाहिँ उत्तर 5 सेकेन्डमा भन्नुपर्नेछ र यदि यो ज्ञानमा जित्नुभयो भने त्यसमा जित्नलाई पुरस्कार पनि राखिएको छ र पुरस्कार चाहिँ 25 डलर राखिएको छ र उहाँलाई दिइनेछ र जित्नको लागि चाहिँ 15 वटा क्वेशन मिलाउनु पर्नेछ र त्यसपछि उहाँहरूलाई जुन त्यो जिते बापत उहाँहरूलाई दिइनेछ र जुन यो ध्यान चाहिँ म कुन तरिकाले खेलाउनेछु भने टिम एबी गरेर खेलाउनेछु र मैले यहाँ जम्मा 2 वटा चिट राखेको छ र चिटलाई म हातमा घोल्नेछु र उहाँलाई दिनेछु र त्यही अनुसारले क्रमशः ज्ञान क्वेसन गरिन्छ र ज्ञान खेलिनेछ। र जुन यो मैले बनाएको भिडियो मार्फत लाग्छ तपाईहरुलाई रमाइलो हुन्छ जस्तो लागिरहेछ र आउँदो समयमा यो भन्दा अझै राम्रो भिडियोहरू तपाईहरु समक्ष मैले ल्याउन सकौँ भनेर भन्छु र हुन्छ र अब हामी ज्ञान सुरु गर्न गइरहेको छौँ र ज्ञान सुरु गर्नुभन्दा अगाडि आज हाम्रो ज्ञानमा सहभागी हुने साथीहरूलाई म यस स्टुडियोमा आउनको लागि म अनुरोध गर्दछु र आउनु होला। आउनुहोस् तपाईहरु। जान पर्दैन हैन हुन्छ र हामी ज्ञान सुरु गर्न लागिरहेका छौँ र मेरो हातमा दुईटा चिट छ र चिटमा हातमा हल्लाउनेछु र त्यसपछि उहाँहरूले यो चिट टिप्नुहुनेछ र त्यो अनुसार हामी ज्ञान खेल्नेछौँ र अगाडि बढ्नेछौँ। ल हुन्छ दिनुहोस् यहाँ ल सजिलो क्वेसन टिप्नु पर्यो नि त हैन। टिम ए गरेर चाहिँ म टिमको बी टिभी हुन्छ उहाँले टिपिसक्नु भएको छ र टिम एमा उत्तरमान नगद पर्नु भएको छ र टिम बीमा बोम बाटो पर्नु भएको छ र म अब क्वेसन सुरु गर्नेछु। र म टिम एबाट म क्वेसन सुरु गर्नेछु। टिम एमा उत्तरमान पर्नु भएको छ र मलाई क्वेसन म गर्नेछु। र उत्तरमानलाई क्वेसन सोधिनेछ कुन जनावर लामो समयसम्म पानी बिना बाँच्न सक्छ? ए उट, बी छेपारो, सी घोडा, डी कुकुर। टाइम सुरु भएको छ। सही खोल्नु भएको छ, उहाँले 1 अङ्क लिनु भएको छ। र अब टिम बीबाट सोधिनेछ र मलाई एक चान्स भएर अर्को क्वेसनदेखि एउटाभन्दा बढी क्वेसन उत्तर भन्न पाइने छैन र टिम बीबाट अब सोध्नेछु र टिम बीमा बोम बाटोमा पर्नु भएको छ र उहाँलाई म क्वेसन गर्नेछु। पृथ्वीको सबैभन्दा चिसो महादेश कुन हो? ए एसिया, बी उत्तर अमेरिका, सी अन्टार्कटिका र डी युरोप। उहाँको टाइम सुरु भएको छ। एसिया उहाँको टाइम सकिएको छ।
त्यो चाहिँ अन्टार्क्टिका रहेका छन्। ए र फेरि म टिम एलाई सोध्दैछु र टिम एलाई कुन ग्रहलाई नीलो ग्रह भनिन्छ? ए मङ्गल, बी पृथ्वी, सी शुक्र, डी अरुण। समय सुरु भएको छ। फेरि क्वेसन कुन ग्रहलाई नीलो ग्रह भनिन्छ? ए मङ्गल, बी पृथ्वी, सी शुक्र, डी अरुण। पृथ्वी उहाँले 2 लेख्नु भएको छ र टिम बीमा रहेको छ। बीलाई क्वेसन गर्नेछु। मानव शरीरको सबैभन्दा बलियो मांसपेशी कुन मानिन्छ? ए जिब्रो, बी पिँडालु, सी बाइसेप, डी जबोटार्नोमाक्सिस। र उहाँको टाइम सुरु भएको छ। के हो त क्वेसन? मानव शरीरको सबैभन्दा बलियो मांसपेशी कुन मानिन्छ? ए जिब्रो, बी पिँडालु, सी बाइसेप, सी मांसपेशी। टाइम सकिएको छ। र फेरि टिम एलाई सोधिनेछ। विश्वको सबैभन्दा धेरै नुन उत्पादन गर्ने कुन देश हो? ए अमेरिका, बी भारत, सी चीन, डी न्युजिल्यान्ड। टाइम सुरु भएको छ। भारत हो। टाइम सकिएको छ। यसको सही उत्तर रहेको छ चीन रहेको छ। मैले त जेरो ल्याउन गएँ। र फेरि म नम्बर टिम बीलाई सोध्दैछु। तपाईँको 3 भइसक्यो होइन? बीको बिगार यसमा 3 ला ल गाइड अरे म 0 नम्बर भइरहेको छ। कुन ग्रहलाई मर्निङ स्टार मानिन्छ? ए मङ्गल, बी बुध, सी शुक्र, डी शनि। उत्तर भइसकेको छ। यहाँ यो छैन। समय सुरु भएको छ। कुन ग्रहलाई मर्निङ स्टार मानिन्छ? ए मङ्गल, बी बुध, सी शुक्र, डी शनि। शनिले उयो गरौँ न। हेर यसको सही आन्सर रहेको छ शुक्र। ए बर्बाद भयो। र फेरि म टिम एलाई क्वेसन गर्नेछु। मानिसको शरीरमा सबैभन्दा ठुलो ग्रन्थि कुन हो? ए थाइराइड, बी पिट्युटरी, सी कलेजो, डी आन्द्राशय। टाइम सुरु भएको छ। आन्द्राशय हो। त्यति हो। उहाँको टाइम सकिएको छ। यसको सही आन्सर रहेको छ कलेजो। र टिम बीलाई क्वेसन गरिनेछ। विश्वको सबैभन्दा अग्लो झरना कुन हो? ए निग्रिया, बी इगु आजु, सी एन्जल फल्स, डी भिक्टोरिया फल्स। एन्जल उहाँले यो चाहिँ सही आन्सर मिलाउनु भएको छ। ओ एक ज्ञान बल्ल गयो। र फेरि म टिम बीलाई क्वेसन गर्नेछु। सरी टिम एलाई क्वेसन गर्नेछु। र टिमएको यस्तो रहेको छ। कुन देशमा महिलाहरूलाई सबैभन्दा बढी मतदान गर्ने अधिकार दिएको छ? ए अमेरिका, बी न्युजिल्यान्ड, सी बेलायत, डी भारत। उहाँको टाइम सुरु भएको छ। बेलायत। उहाँको टाइम सकिएको छ। यसको सही आन्सर रहेको छ न्युजिल्यान्ड। म टिम बीलाई फेरि सोध्नेछु। ब्लू व्हेल माछा यानि कि व्हेल माछाको मुटुको तौल कति हुन्छ? 180, 320, 80, 300। 320। उहाँको टाइम सकिएको छ। यसको सही आन्सर रहेको छ 180। र फेरि म टिम एलाई क्वेसन गर्नेछु। मानव शरीरको सबैभन्दा सानो हड्डी अङ्ग कहाँ पाइन्छ? ए नाक, बी कान, सी औँला, डी घाँटी। मेरो ठिकै छ। मानव शरीरको सबैभन्दा सानो हड्डी कहाँ पाइन्छ? ए नाक, बी कान, सी औँला, डी घाँटी। कानमा। उहाँले सही गर्नुभएको छ। उहाँले अहिलेसम्म 3 अङ्क लिइसक्नु भएको छ। र म टिम बीलाई सोध्नेछु।
सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ? 6 मिनेट, 12 मिनेट, 10 मिनेट, 8 मिनेट, 80 सेकेन्ड। सुरु भएको छ। 80 सेकेन्ड। यसको सही आन्सर रहेको छ 8 मिनेट 20 सेकेन्ड। अब अर्को क्वेसन रहेको छ टिम एलाई। नेपालको संविधान दिवस कहिले मनाइन्छ? मङ्सिर 1, वैशाख 2, असोज 4, असोज 3। टाइम सुरु भएको छ। नेपालको संविधान दिवस कहिले मनाइन्छ? मङ्सिर 1, वैशाख 2, असोज 4, असोज 3। मङ्सिर 1। उहाँको टाइम सकिएको छ। यसको सही एन्सर रहेको छ असोज 3 बाट। र टिम बिरामी क्वेसन गर्नेछु। विश्वको सबैभन्दा ठुलो फुल कुन हो? ए गुलाब, बी कमल, सी सूर्यमुखी, डी र्याफोलिसिया। ए गुलाब, बी कमल, सी सूर्यमुखी, डी र्याफोलिसिया। उहाँको टाइम सकेको छ र यसको सही एन्सर रहेको छ र्याफोलिसिया। र फेरि म टिमलाई क्वेसन गर्नेछु। कम्प्युटरको मस्तिष्क भनेर केलाई भनिन्छ? फेरि म भन्दैछु कम्प्युटरको मस्तिष्क भनेर केलाई भनिन्छ? ए हार्ड डिस्क, बी सिपियु, सी आरएम, र्याम, डी मोनिटर। उहाँको टाइम सकेको छ र यसको सही एन्सर रहेको छ सिपियु। अनि टिम बिरामी क्वेसन गर्नेछु र टिम बी क्वेसन यस्तो रहेको छ। पृथ्वीमा सबैभन्दा धेरै पाइने ग्यास कुन हो? ए अक्सिजन, बी नाइट्रोजन, सी कार्बन अक्साइड, डी हाइड्रोजन। अक्सिजन। टाइम सकेको छ र यसको सही एन्सर रहेको छ नाइट्रोजन। र फेरि म टिमलाई क्वेसन गर्नेछु। एसिया महादेशको सबैभन्दा सानो कुन देश हो? ए भुटान, बी श्रीलङ्का, सी नेपाल, डी मालदिभ्स। सही एन्सरमा दिनुभएको छ र उहाँले 9मा 4 अङ्क लिइसक्नु भएको छ। ठिक हो। ठिक छ। र फेरि म टिम बिलाई क्वेसन गर्नेछु। आफ्नो नाम आफै बिर्सिने वैज्ञानिक को हुन्? ए म्याडम क्युरी, बी थोमस अल्वा एडिसन, सी मार्कोनी, र डी जेम्स वाटसन। यसको सही एन्सर रहेको छ थोमस अल्वा एडिसन। र फेरि म टिमलाई क्वेसन गर्नेछु। यस्तो रहेको छ। नेपालले विश्व कति प्रतिशत भूभाग ओगटेको छ? 0.03, बी 0.04, सी 0.05, डी 0.02। यसको सही एन्सर रहेको छ 0.03। फेरि म टिमलाई क्वेसन गर्नेछु। कफी खेतीका लागि प्रख्यात जिल्ला कुन हो? ए गुल्मी, बी पाल्पा, सी डोल्पा, डी मनाङ। कफी खेतीको लागि प्रख्यात जिल्ला कुन हो? ए गुल्मी, बी पाल्पा, सी डोल्पा, डी मनाङ। यसको सही एन्सर रहेको छ गुल्मी। र म फेरि टिम एलाई क्वेसन गर्नेछु। माछा नपाइने विश्वको एकमात्र नदी कुन हो? ए नाइल, बी अमेजन, सी जोर्डन, डी कङ्गो। माछा नपाइने विश्वको एकमात्र नदी कुन हो? ए नाइल, बी अमेजन, सी जोर्डन, डी कङ्गो।
यसको सही एन्सर चाहिँ रहेको छ जोर्डन। जोर्डन हो। र 11औं क्वेसन रहेको छ टिम बीलाई। नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छ? ए 15, बी 32, सी 35, डी 34। 15 यसको सही एन्सर रहेको छ 32 प्रकारका छन्। र फेरि म टिम एलाई क्वेसन गर्नेछु र टिम ए क्वेसन यस्तो रहेको छ सबैभन्दा पुरानो धातु केलाई मानिन्छ? ए सुन, बी तामा, सी चाँदी, डी हिरा। सुन्ने होला। यसको सही एन्सर रहेको छ तामा। र टिम बीलाई फेरि क्वेसन गर्नेछु। सर्वप्रथम राष्ट्रिय झन्डा प्रयोग गर्ने कुन देश हो? ए सर्वप्रथम राष्ट्रिय झन्डा प्रयोग गर्ने कुन देश हो? ए स्विजरल्यान्ड, बी नर्वे, सी डेनमार्क, डी इङ्ल्यान्ड। सर्वप्रथम अहिले राष्ट्रिय झन्डा प्रयोग गरेको विश्वमै। स्विजरल्यान्ड हो। यसको सही एन्सर रहेको छ डेनमार्क। र फेरि म टिम एलाई क्वेसन गर्नेछु। 0 गएर टिम एलाई फेरि क्वेसन गर्नेछु। कम्प्युटरलाई नेपालीमा के भनिन्छ? ए सुसाङ्ख्य, बी सुसाङ्ख्य, सी अनगिन्ती, डी कुनै होइन। फेरि अझै भन्छु कम्प्युटरलाई नेपालीमा के भनिन्छ? ए सुसाङ्ख्य, अर्को बी सुसाङ्ख्य, अनि डी अनगिन्ती, डी कुनै होइन। कुनै होइन। कुनै होइन। यसको सही एन्सर रहेको छ सुसाङ्ख्य आफै छु। अब फेरि टिम म बीलाई क्वेसन गर्नेछु। नीलगुलाबको फुल कुन देशमा पाइन्छ? ए जापान, बी आइसल्यान्ड, सी इङ्ल्यान्ड, डी डेनमार्क। यसको सही एन्सर रहेको छ जापान। र टिम एलाई फेरि क्वेसन गर्नेछु। नेपालमा एउटै नामले दुईतिर बग्ने नदी कुन हो? राप्ती नदी, कर्णाली नदी, कोशी नदी, त्रिशुली नदी। त्रिशुली हो। आफै के भनिदिन्छु कमाबाट फेरि एकचोटि कमा भन्नु दिइरहनु छ। कर्णाली। कर्णाली। यसको सही एन्सर रहेको छ राप्ती नदी। र फेरि म क्वेसन नम्बर तिमीलाई गर्नेछु। विश्वमा सबैभन्दा बढी बिक्री हुने पुस्तक कुन हो? ए रामायण, बी बाइबल, सी मुनामदन, डी कुरान। विश्वमा सबैभन्दा बढी बिक्री हुने पुस्तक कुन हो? ए रामायण, बी बाइबल, सी मुनामदन, डी कुरान। अब आजको त कमाम गर्नु एकछिन कमाम गर्नुहोस्। सही एन्सर दिनुभएको छ बाइबल नै हो। र म फेरि अर्को क्वेसन गर्नेछु टिम एलाई। इन्टरनेटको पहिलो प्रयोग कुन देशमा भएको थियो? ए बेलायत, बी अमेरिका, सी क्यानाडा, डी चीन। अमेरिका। कमन भन्ने साह्रो थियो कि अमेरिका होला। उहाँले सही एन्सर गर्नुभएको छ। मिलो मिल्यो। फेरि म टिमलाई क्वेसन गर्नेछु। कुन फलमा 25% हावा हुन्छ? ए आँपमा, बी स्याउमा, सी अनारमा, डी अङ्गुरमा। 25% हावा। हामीले लामो यसको सही एन्सर रहेको छ स्याउ। र टिम एलाई फेरि क्वेसन गर्नेछु। सबैभन्दा बढी अक्सिजन पाइने वनस्पति कुन हो?
एक लिङ, दुई आँप, सी पिपल, डी तुलसी। तुलसी। आज एक कमा भनिदिन्छु। तुलसी नै होला, अक्सिजन होइन। वनस्पति अक्सिजन यसलाई। तुलसी नै हो। यसको सही आन्सर रहेको छ पिपल। पिपल हो। सबै होला जस्तो लाग्छ। मुटु नभएको प्राणी कुन हो? एक कमिला, दुई जेलीफिस, बी जेलीफिस, सी बिरालो, डी बाँदर। कमिलो। उहाँले सही भन्नुभएको छ, कमिला नै रहेको छ। र फेरि म तिमीलाई प्रश्न गर्नेछु। पहिलो नेपाली रङ्गीन चलचित्र कुन हो? एक आमा, ए बी कुमारी, सी गाको, डी बादलपारी। कुमारी। उहाँले सही आन्सर दिनुभएको छ। मिल्यो। र फेरि तिमीलाई क्वेसन गर्नेछु। जहाज निर्माणमा पहिलो देश कुन हो? ए जापान, बी रुस, सी अमेरिका, डी पाकिस्तान। जहाज निर्माणमा पानी जहाज अमेरिका हो। मलाई आज एकचोटि म मौका दिन्छु। अमेरिका क्यान्सल होइन, जापान र पनि उहाँले सही तरिका दिन सक्नुभएन। यसको सही आन्सर रहेको छ पाकिस्तान रहेको छ। पाकिस्तान हो? म तिमीलाई फेरि क्वेसन गर्नेछु। जुगल हिमाल कुन जिल्लामा पर्छ? ए काठमाडौँ, बी सोलुखुम्बु, सी नुवाकोट, डी सिन्धुपाल्चोक। सोलुखुम्बु होला। मलाई पनि आज एकचोटि म चान्स दिन्छु। कुन? ए काठमाडौँ, बी सोलुखुम्बु, सी नुवाकोट, डी सिन्धुपाल्चोक। जुगल हिमाल कुन जिल्लामा पर्छ? सोलुखुम्बु नै होला। उहाँलाई मैले मौका दिँदा पनि उहाँले सही आन्सर दिन सक्नुभयो। यसको सही आन्सर रहेको छ सिन्धुपाल्चोक। र म तिमीलाई क्वेसन गर्नेछु। र यस्तो रहेको छ। उभिएर सुत्ने जनावर कुन हो? ए चिता, दुई गोरु, सी घोडा, डी जिराफ। जिराफ हो। उहाँलाई म अझै पनि एकचोटि मौका दिन्छु। सुकेको त कुन जग्गा हो? के अरे? ए चिता, बी कङ्गारु, सी घोडा, डी कङ्गारु। जिराफ। कङ्गारु। कङ्गारु। र पनि उहाँले सही आन्सर दिन सक्नुभएको छैन। सही आन्सर रहेको छ घोडा रहेको छ। घोडा सुतेर उभिएर सुत्छ। होइन कृषि हो बर्बाद भयो केटाहरू। अब टिमेला रहेको छ। एसिया र अफ्रिका महादेशलाई छुट्याउने नहर कुन हो? पानामा नहर, बी नील नहर, सी स्विस नहर, डी अमेजन नहर। एसिया र अफ्रिका महादेशलाई छुट्याउने नहर कुन हो? ए पानामा नहर, बी नील नहर, सी स्विस नहर, डी अमेजन नहर। नील नहर। उहाँलाई म आज एकचोटि मौका दिन्छु। त्यही हो। र यसको सही आन्सर चाहिँ रहेको छ स्विस नहर। र म तिमीलाई फेरि क्वेसन गर्नेछु। सरी बिदा गर्नेछु। हवाई जहाजमा कुन ग्यास प्रयोग गरिन्छ? ए कार्बन अक्साइड, बी हेलियम, सी अक्सिजन, डी नाइट्रोजन। फेरि क्वेसन गर्नेछु। हवाई जहाजमा कुन ग्यास प्रयोग गरिन्छ? ए कार्बन अक्साइड, बी हेलियम, सी अक्सिजन, डी नाइट्रोजन। उहाँले सही आन्सर दिनुभएको छ हेलियम नै रहेको छ। र अब म यसलाई लास्ट क्वेसन सोध्नेछु। लासलाई घरको भित्ता फोरेर बाहिर निकाल्ने कुन जाति हो? ए लेप्चा, बी थारू, सी नेवा, डी राजवंशी। लेप्चा। उहाँले सही आन्सर दिनुभएको छ। लेप्चा होइन? र अब म तिमीलाई फेरि क्वेसन गर्नेछु। संसारमा सबैभन्दा बढी रोग सार्ने जीव कुन हो? ए साङ्लो, बी झिङ्गा, सी भुसुना, डी लामखुट्टे।
फेरि उहाँलाई म एकचोटि चान्स दिन चाहन्छु। झिँगा त झिँगा। स्वयं सर रहेको छ। हुन्छ, अब हामीले आजको यो ज्ञान सकिएको छ। अब यहाँ पठाउनु र जम्मा 40वटा क्वेसन थियो र 40वटा क्वेसनमा जम्मा 20वटा डिभाइड गरेको थियो र टिम एलाई 20 र टिम बीलाई 20 डिभाइड गरिएको थियो र टिम एमा उत्तरमान मगर हुनुहुन्छ र टिम बीमा बमबहादुर तामाङ हुनुहुन्छ र उहाँले अङ्क कति ल्याउनु भएको छ भन्दाखेरि उहाँले उत्तरमान मगरले 7 अङ्क ल्याउनु भएको छ। उहाँलाई धन्यवाद ताली छ। र टिम बी बमबहादुर तामाङ उहाँले 5 अङ्क ल्याउनु भएको छ। उहाँलाई धन्यवाद छ र जुन आजको ज्ञानमा सहभागी हुनुभयो ज्ञानको धन्यवाद छ। र जुन यो आज मैले बनाएको यो भिडियो मार्फत तपाईँहरूले पनि इन्जोय रमाइलो गर्नुभएको छ भने पूर्ण मैले विश्वास लिएको छु। र जुन यो भिडियो आउने दिनमा आजभन्दा धेरै राम्रो भिडियो ल्याउन सकौँ भनेर तपाईँ समक्ष म यो आशा गर्दछु। र जुन यो भिडियो लाइक कमेन्ट र फलो गरिदिनु होला र सुझाव सल्लाह प्रतिक्रिया दिनु होला। धन्यवाद छ। ल गाइस मैले जितेँ यो गेममा।